फाइनली म चाहिँ पशुपति आइसकेँ होइन। अब बिहानको लगभग 11 बजिसकेको छ। मान्छेको चलबल पनि धेरै छ। बाहिर चाहिँ धेरै छैन, भित्र धेरै होला होइन। अब एकछिन पशुपतिनाथको भित्र जान्छु, दर्शन गर्छु, अनि त्यहाँ के कस्तो हुन्छ देखाउँछु। भर्खर एउटा एम्बुलेन्स गयो कि मान्छे मरेर जलाउन लिएर गएको, कस्तो नराम्रो लाग्यो देखेर होइन। के छ भित्र जान्छु, एक्लै छु। फेरि 1-2 जना साथीहरू भइसकेको चाहिँ रमाइलो हुन्थ्यो। एक्लै छु, भिडियो पनि आफै गराउनुपर्छ। फेरि जान्छु भित्र भिडियो बनाउँछु, त्यही हेर्नु होला नि। बाई। एम्बुलेन्स यो चाहिँ मान्छे मरेर चाहिँ मान्छे जलाउन ल्यायो होला होइन। जलाउन ल्याएको पनि कि सायद त्यही त हो एम्बुलेन्स, त्यही भएर त आउँछ यहाँ। बेलुकातिर आउनु पर्ला भ्लग गराउनु। मान्छे मरेको देखेँ, कति नराम्रो लाग्यो, जलाउन ल्याएको देखेको ठिक लागेन कि। बेलुकातिर आउनु पर्ला भ्लग बनाउनु। धुने होला फेरि बेलुकातिर आउँछु। अहिले जान्छु रुममा, खानासाना खान्छु। अहिले बिहानको भ्लग चाहिँ यो बिहान मर्निङ।